नमस्कार, मेरो नाम आशिष बोहरा। आज म एआईबाट कसरी म्युजिक बनाउने भन्ने बारेमा यसो छोटो जानकारी दिनेछु। किनभने आफूलाई मनमा भएका उमङ्गहरू पोखेर आफ्नो स्वर राम्रो छैन भने एआईको स्वर मनपर्छ भने त्यहाँबाट बनाउन सक्नुहुन्छ। त्यही भएर चाहिँ नि म एआईबाट कसरी म्युजिक बनाउने भन्ने बारेमा जानकारी दिनेछु। पहिला हामी च्याटजिपिटी ओपन गर्नुपर्छ। च्याटजिपिटी हामीले ओपन गरिसकेका छौँ। मैले ओपन गरिसकेको छु। अनि अब हजुरलाई कुन गीत मनपर्छ होइन, अब त्यही गीत सर्च गर्नुहुन्छ। अब म एउटा के हाल्नुपर्छ भनेपछि नेपालको लागि गीत भन्नु त। ल अब मैले यसो सर्च गरेँ। हो ल आयो है। यति भयो भने पुग्छ। हजुरले कति खोज्नुहुन्छ अब त्यति भयो भने पुगिहाल्छ है। यसलाई हामीले के गर्ने, कपी गर्ने है। यसलाई कपी गरेपछि अनि हामी क्रोममा जान्छौँ। लक राखेका छौँ अलिकति। हामी क्रोम ओपन गर्छौँ अनि क्रोममा चाहिँ नि के हाल्छ भने LABS गुगल है। गुगल LABS हाल्ने है। अनि यता क्लिक गर्ने ट्राई इट नाउ छ नि, यहाँमा क्लिक गर्ने। क्लिक गरेपछि क्रिएट द म्युजिक युर इमेजिङ भनेर आउँछ। अब हामीले यता कपी लिङ्क गर्नुपर्छ। पहिला त्यति बेलासम्म हामीले यो गर्नुपर्छ। अलि समय लाग्छ। यति गरेपछि अनि अब हामीले टाइप गर्नुपर्छ म्युजिक हो। अब हामीले यसरी चेपेपछि अघि हामीले कपी गरेको थियौँ नि, हो त्यो पेस्ट गरिदिने है। आयो। अब पेस्ट गरेपछि आयो है। अब हामीले यसलाई सेन्ड गरिदिने है। हामीले सेन्ड गरिदिने गरेपछि अब आउँछ। अब यता आउँदैछ, बिस्तारै हुँदैछ। मेरो देश नेपाल प्यारो हो हिमालजन भनेर रोक्न समय अलिकति नेट स्लो भएको। यहाँ हुँदैछ डाउनलोड हुँदैछ। अलिकति समय लाग्छ। हो आइसक्यो। अब म हजुरहरूलाई सुनाउँछु कस्तो लाग्छ। सुनाउन त एकचोटि है। सुनौ, यो तलको सुन कस्तो छ।
आज म बनाउँछु। डाउनलोड गर्न खोज्यो भने हामीले यहाँबाट डाउनलोड अप्सन लेखेको छ, डाउनलोड गर्न सक्नुहुनेछ है हजुरहरूले। ए